अस्ट्रेलियन पिआरको लागि 90 नहुने पिटी एक्जाममा पहिलो एटेम्पमा ही स्कोर 8 इच इन इच ब्यान्ड. He is currently working in IT and he is earning more than 100k. सुरु गर्दाखेरि he started from 60k. The second year 80k plus. Currently he is earning more than 1 crore नेपालीमा भन्नु पर्दाखेरि. र UI लन्च गरेको 3 दिन भित्रमा he got a nomination for his permanent residency. सुन्दाखेरि यो जति नै रमाइलो लागे पनि स्टुडेन्ट भिजामा हुँदाखेरि हामी जस्तै अस्ट्रेलियामा he struggled a lot. उहाँले चेरी पिकिङदेखि लिएर इन्टरस्टेटसम्म मुभ हुनु परेको थियो जब पाउनको लागि. तर yet he didn't give up. उहाँको यो सक्सेस स्टोरी सुन्नको लागि चाहिँ कृपया यो भिडियो हेर्नु होला. त्यतिखेर काम पाउन एकदम गाह्रो थियो. केटाहरूले गर्ने भनेको एकदम गरे किचन एन्ड केटीहरूले चाहिँ हाउसकिपिङ. भिक्टोरियाको सेपाटन भन्ने ठाउँमा गएर फार्ममा पनि काम गरे. काम पाइन्छ कि भनेर इन्टरभ्यूमा चाहिँ केटीहरूलाई चाहिँ बोल्नै नसक्ने, एकदम एङ्सियस हुने, डर लाग्ने. एटीएस सिस्टममा भएन भने रेज्युमे चाहिँ तपाईको कल पनि आउँदैन, केही पनि हुँदैन. म चाहिँ म सक्दिनँ. मेन चाहिँ किन भन्दा चाहिँ मलाई प्याज गर्न डर लाग्ने. गरिराख्नु भयो हार नमानिकन हैन. पीटीमा 90 अलमोस्ट पर्फेक्ट स्कोर ल्याउनु भयो रहेछ. नेटवर्कतिर गयो, नेटवर्क एडमिनिस्ट्रेटरको स्किल्स पनि हाल्न मिल्यो. 10,000 को लोभ गरेर तपाईले पछि चाहिँ रिग्रेट नगर्नु भन्छु म. कुकिङ टेक्नोलोजी पार्टमा चाहिँ नेटवर्किङ भन्नु भयो नि, चाहिँ म्यासिभ टपिक हैन. अब सीसीएन तपाईले नगर्नु नि नेटवर्किङको कन्सेप्ट हुनु पर्यो हैन. जस्तो टिकेटिङ सिस्टम भन्नु भयो तपाईले, त्यो नभई कुरा भयो हैन. जस्तै एपीआई अनि त्यसपछि तपाईको कोडिङ स्किल्स हैन. जाभास्क्रिप्ट अनि त्यसपछि जेसन भनेको प्रोग्रामिङ ल्याङ्ग्वेज त हैन, तर जेसनको एपीआई कुराहरु हैन. अनि त्यसपछि ट्रबल शुटिङ टेक्निक 5वटा तपाईले मेन्सन गर्नुभयो. बेसिकली यसले यही नै हो. कतिको इम्पोर्टेन्ट हो. जस्तै आईटीमा काम गर्दाखेरि चाहिँ अब कसैको प्रपर गाइडेन्स भनौँ न, एउटा मेन्टरशिपको चाहिँ कतिको चाहिँ तपाईले फिल गर्नुभयो. कसैले चाहिँ मलाई गाइड गर्दै भएको थियो हैन. ए सजिलै त रहेछ यति गाइड गर्दै मैले पहिले भन्दा त्यस्तो फिल भयो तपाईलाई. पहिला सुरुमा चाहिँ रवि तपाईलाई वेलकम छ है. थ्यांक यू सो मच. तपाईको ब्याकग्राउन्ड चाहिँ मलाई इन्ट्रेस्टिङ लागेको छ. त्यो तपाई पुरै वर्क फ्रम होममा पनि तपाईको पछाडी चाहिँ हजुर होलिडे मोडमा हुनुहुन्छ जस्तो छ पछाडीको ब्याकग्राउन्ड. एनीवे थ्यांक यू. पहिला सुरुमा चाहिँ तपाईले अब सैटरडेको टाइममा आइदिनु भयो हैन. विथ अ सर्ट नोटिस तपाईले चाहिँ एक्सेप्ट गर्नुभयो मेरो इन्भिटेसन. मैले तपाईको इन्ट्रोडक्सन नै गर्नु पर्दाखेरि चाहिँ रवि जी इज बीन वर्किङ एज एन ICT support engineer working remotely from home हैन. हाइब्रिड भनौँ न हैन. इन अ कम्पनी नेम Intercom and recently त नभनौँ, उहाँसँग भर्खर कुरा गर्दाखेरि चाहिँ PR पनि ग्रान्ड भएको र रिसेन्टली म्यारिड पनि भएको. सो आईटीमा उहाँ चाहिँ अब आउनु भएको चाहिँ 2018-19 मा आउनु भएको, लगभग 6-7 वर्ष भइसक्यो. एन्ड ही इज डुइङ रियली वेल. जुन यो आईटी सपोर्टबाट नै PR पाइन्छ भन्ने धेरैले मलाई क्वेसन गर्छ हैन. मेरो अगाडि नै तपाईले देख्न सक्नुहुन्छ एक्जाम्पल हुनुहुन्छ हु गट द PR. तपाईलाई पहिले सुरु चाहिँ स्वागत छ, वेलकम तपाईलाई. यसमा चाहिँ तपाईले नो प्रब्लम. तपाईले यो जुन मैले यो तपाईलाई इन्ट्रोडक्सन दिए त्यसमा तपाईलाई के थप्न मन छ? हैन, हजुरले सबै कभर गरिहाल्नु भयो. त्यही त म आएको 2018 मा हो. अहिले चाहिँ अब 6-7 इयर्स भइसक्यो. PR पनि अब त्यही धेरैले सोधिराख्नुहुन्छ कि आईटीबाट PR बनाउन सकिन्छ किन. अब अहिले त अलिकति सर्कमस्टेन्सेस डिफरेन्ट छ पहिला भन्दा. मेरो बेलामा भन्दा अब अलिकति लकी पनि भयो. तर त्यो भन्दैमा अब आत्तेर सबै छोड्न त भएन नि त हैन. गरिरहेको गर्नु नै पर्यो. हाम्रो बेलामा पनि अब एकदम डिमोटिभेट गर्ने चलन छ के हामी एकअर्कामा चाहिँ. अब योबाट हुँदैन. आफूले गर्ने कुरा अब सबै पोइन्टहरु कलेक्ट गर्ने, एक्सपिरियन्स कलेक्ट गर्ने, आफ्नो फिल्डमा काम खोज्ने गर्ने. अब बाँकी चाहिँ आफ्नो कन्ट्रोलमै नभएको कुरा त कहाँ छ हैन. त्यति गरेपछि चाहिँ अब आइहाल्छ नि भनेर एक्सपेक्टेसन राख्नु पर्यो सबैले. सो थोरै तपाईको जर्नी शेयर गरिदिन्छु. जस्तै तपाईले अहिले भन्दै हुनुहुन्थ्यो कि तपाई 19 कि 18 मा आउनु भयो हैन. मेलबर्न पहिला जानुभयो. अनि त्यसपछि अब तपाईले जुन त्यहाँ मेलबर्नमा पाइलट टिकेदेखि भनौँ न, अथवा यो आईटीमै काम तपाईको के एक्सपिरियन्स थियो पहिला नेपालमा? नेपालमा थिएन नि. नेपालमा त जस्ट आफ्टर +2 पछि आएको हो. अब पढ्न चाहिँ +2 मा कम्प्युटर नै मेजर थियो. तर पनि अब के नै पढिन्छ र त्यसपछि नेपालमै पढ्ने विचार थियो. तर अब दिदी चाहिँ मेलबर्न आइसक्नु भएको थिएन 6-7 मन्थ्स अगाडि 2018 मा म आउनुभन्दा अगाडि. अनि म पनि जान्छु भन्ने अब कहाँबाट मुड आयो. एकदम प्रिपेयर गरेर बसिरहेको थिएँ कि इन्जिनियरिङहरु पढ्नु पर्ला भनेर. अनि कोर्सहरु गरेर बसेँ. त्यसपछि चाहिँ खै कहाँबाट एक्कासी मुड आएर जोइन गरेँ लास्ट मोमेन्टमा आएर के त्यो इन्ट्रान्स एक्जामहरु दिन अगाडि. अनि मेलबर्न आएँ. मेलबर्नमा अब त्यतिखेर काम पाउन एकदम गाह्रो थियो. केटाहरूले गर्ने भनेको एकदम गरे किचन एन्ड केटीहरूले चाहिँ हाउसकिपिङ. त्यो अरु कोहीले अब अलि राम्रो ठाउँमा क्लिनिङ काम गरेको थियो नि, वाह त्यो गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्ने के. अनि आएको लगभग 3-4 मन्थ्स चाहिँ एउटा ट्रायलमा गयो, गाली गर्छ है त्यो किचन ह्यान्ड कि अब केही पनि थाहा छैन. अनि एकदमै फर्स्ट इयर चाहिँ स्पेशली एकदमै स्ट्रगल. धन्न 1 वर्षको फी तिरेर आएको थिएँ र घरबाट अलिकति इजी भयो त्यो चाहिँ.
अनि काम पनि धेरै ठाउँमा जस्तै भिक्टोरियाको सेपाटन भन्ने ठाउँमा गएर फार्ममा पनि काम गरे, काम पाइन्छ कि भनेर क्या। त्यहाँ चेरी पिकिङ गरेर त्यो पनि सकिएन, एकदम गर्मीमा अब दिनभरि अब त्यो अब अलिक फास्ट पिक गर्नेहरूले त अब कमाउने, हामी त अब भर्खर गएको मान्छे 2 घन्टामा 1 बकेट पनि नटिप्ने, अनि $10 दिने, त्यहाँबाट नि सकेन, त्यहाँबाट नि गयो। अनि 1 वर्ष त्यस्तै स्ट्रगल गर्दा गर्दै एउटा काम गर्ने त किचनमा, अनि साथी दिदीसँगै थियो। अनि होइन यहाँ त सकिएन, अब जाम भयो मुभ हुम भनेर अनि एउटा गाडी किनेको थियो त्यतिखेर मेलबोर्नमा आउँदाखेरि साथी र मैले मिलेर 3000 मा। त्यही गाडी बोकेर त्यही गाडीमा सबै सामान अलिअलि भएको हालेर अनि सिडनी आयो। अनि आउँदाखेरि पनि जम्मा $1000-2000 थियो एकाउन्टमा। अब 1 वर्षमा त्यो नेक्स्ट सेमेस्टरको फी तिर्ने पैसा नि थिएन क्या। अनि घर कल गरेर जसरी भए पनि अब त्यो नेक्स्ट सेमेस्टरलाई चाहिँ इनरोल गर्नलाई पैसा तिर्दिनु भन्ने भयो। MIT भन्ने कलेजमा पढ्थेँ म, ब्याचलर्स इन नेटवर्किङ गर्दै थिएँ। अनि उहाँ कलेजलाई इन्फर्म नै नगरी सिडनी आएर अनि 81 त्यही कलेजमा डाइरेक्ट गएर इनरोल गर्नु पर्यो भनेर लास्ट मिनटमा मार्चमा इनरोलमेन्ट हुन्थ्यो, फेब्रुअरीको एन्डतिर गएर अनि घरबाट पैसा मगाएर इनरोल गरियो। अनि आएपछि सिडनीमा एटलिस्ट क्लिनिङ काम पाइयो। मलाई चाहिँ किचनमा काम गर्न धेरै नै गाह्रो लाग्थ्यो क्या, सबै कभर गर्नुपर्ने, फेरि त्यो खुइलिन्छ यसरी त म बाँध्दैन जस्तो फिल हुन्थ्यो। अनि म किचनमा कहिले काम गर्दैन भनेर चाहिँ सिडनी आएको। त्यसपछि गर्नु पनि परेन, एकदम चाहिँ क्लिनिङ गरिराखेँ कलेज भ्याउन्जेल, कलेजको नजिकै थियो। अनि क्लिनिङ काम गर्दै कलेज गर्दा गर्दै अब एन्ड आइहाल्यो 2020को एन्ड 2021मा चाहिँ मेरो ब्याचलर्स भइयो। अनि भएपछि अब आफ्नै फिल्डमा काम चाहिन्छ जसरी पनि, अब पिआरलाई पनि चाहियो, आफ्नो ग्रोथको लागि पनि चाहियो भनेर मैले 2020 एन्डमै कम्प्लेसन हुने बित्तिकै काम गर्न थालेँ। तर के रियलाइज भने काम गर्ने बित्तिकै चाहिँ नराम्ररी कम्युनिकेसन स्किल छ होइन, त्यो आफूले आफूसँग भएको स्किलहरू पनि कन्भे गर्न आउँदैन। एटलिस्ट एकाडेमिकली चाहिँ राम्रै थिएँ म, कलेज चाहिँ सधैँ जाने, अनि त्यो ग्रेडहरू पनि राम्रै नै थियो। अनि तर इन्टरभ्यूमा चाहिँ के रियलाइज गरेँ, बोल्नै नसक्ने, एकदम एङ्सियस हुने, डर लाग्ने। अनि ट्राई चाहिँ गरेँ एकदम, अनि रेज्युमे पनि अब सुरुमा चाहिँ रेस्पोन्स आएन, एकदम पछि चाहिँ अब ATS भन्ने सिस्टम हुँदो रहेछ भन्ने थाहा भयो। सबै त्यस्तो रिसर्च गरेर एप्लाई गर्दाखेरि रिप्लाई आउन थाल्यो। अनि एमाजोनको AWSमा पनि मैले टेक्निकल एकाउन्ट म्यानेजर भन्ने पोजिसनमा पनि इन्टरभ्यू दिइरहेको थिएँ होइन। अब टाइम म्यानेज गर्ने नि गाह्रो क्या, अब एउटा दुईवटा इन्टरभ्यू भयो, स्टेज इन्टरभ्यू हुन्छ नि त, 4-5वटा हुन्छ। अब गरिरहेको काममा एभ्रिडे अफ माग्न नि गाह्रो, बल्ल कामबाट छुट्टी लिएर अनि इन्टरभ्यू दिएँ 3-4वटा स्कोर। अनि फाइनल लेभलमा चाहिँ 3टा लगातार इन्टरभ्यू दिनु हुन्थ्यो कि। अनि यति डर लाग्यो कि इन्टरभ्यू दिने विथड्र गरिदिएँ क्या लास्टमा नगएर। अनि त्यस्तो मोमेन्टले गर्दाखेरि काम खोज्नै डर लाग्ने क्या, जस्तै यो चाहिँ मेरो पढाइ भएन बित्तिकै। अनि त्यसपछिको 6-7 महिना चाहिँ मैले काम खोज्नै अलिक स्लो गरेँ क्या, आफूलाई त्यो एकदम डर लागेर। फेरि क्लिनिङ गर्दा गर्दै फेरि रियलाइज गरेँ होइन त्यसरी गरेर चाहिँ हुन्न, म आफूले आफूलाई इम्प्रुभ गर्न पर्छ भनेर फेरि एप्लाई गर्न थालेँ। अनि लकिली एप्लाई गर्दा गर्दै लगभग पढाइ भएको अराउन्ड 8-9 मन्थमा चाहिँ मैले फर्स्ट रोल पाएँ। त्यो पनि कसरी पाएँ भन्दाखेरि उसले रिजेक्ट गरिसकेको थियो, त्यो पनि मैले फलोअप गरिराखेको थिएँ कि काममा। अनि ठ्याक्क अर्को मान्छेलाई हायर गरेको मान्छेले छोडेछ। अनि ठ्याक्क त्यो ग्याप भयो नि त उनीहरूको। अनि उनीहरूले चाहिँ आइज न तपाईँ राम्रै पर्फर्म गरेछ इन्टरभ्यूमा भनेर अनि मलाई बोलायो। अनि त्यसपछि चाहिँ मैले जापानिज AI फोन भन्ने कम्पनीमा टेक्निकल सपोर्ट र IT सपोर्ट दुइटै गर्थेँ। सानो कम्पनी थियो, अराउन्ड 10-12 पर्सन। अनि इन्टरनल्ली IT सपोर्ट, तर हाम्रो प्रोडक्ट चाहिँ इन्टरकम प्रोडक्ट नै बेच्थ्यो कि। अनि त्यसको टेक्निकल सपोर्ट है, अब उसको नेटवर्किङ के अरे IP डिभाइसेसहरू हुन्थ्यो। अब नेटवर्क कतै केही भइहाल्यो, राम्ररी चलेन, मोबाइल एप्सहरू गर्ने, अनि इन्टरनल प्रोसेस नि हेर्ने। अनि त्यसको जापानिज कम्पनी, उनीहरूलाई पङ्क्चुअलिटी एकदम मनपर्ने, 5 दिनै जानु पर्थ्यो अफिस चाहिँ। अनि 6-7 मन्थ्स मैले एकदम पङ्क्चुअलिटीले, अब त्यो आफ्नो फर्स्ट काम भयो नि त, एकदम डिसिप्लिनले गरेको देखेर राम्रो मानेर उनीहरूले चाहिँ मलाई फेरि प्रमोट गरिदियो त्यहाँबाट। जस्तै टिम मेम्बरबाट अपरेसन सुपरभाइजर बनाइदियो। जस्तै हाम्रो टेक्निकल टिम थियो 3-4 जनाको, पुरै मैले हेर्थेँ। त्यसपछि चाहिँ जस्तै इन्टरनल प्रोसेसहरू मात्रै फोकस गर्ने, आइटीमा केही इस्यु आयो भने गर्ने। अब जस्तै रिजनल म्यानेजरहरू हुन्छ हाम्रो न्युजिल्यान्ड बेस्ड, अनि अब अस्ट्रेलियाको नि अरू स्टेटहरूमा। अनि त्यही अपरेसन सुपरभाइजर बनाइदियो। तर त्यहाँ पनि के थियो भन्दाखेरि अब आइटीको सुरुमा चाहिँ फर्स्ट लेभलमा चाहिँ पेन पोइन्ट भनेको चाहिँ स्यालेरी होइन। अब 55-60K स्यालेरीमा त सधैँ बाँच्न पनि सकिन्न। अनि स्किल पनि खासै ग्रो भयो जस्तो लागेन क्या। 1 इयर अलमोस्ट 1.5 इयर भन्दा अलिकति बढी काम गरेँ मैले त्यहाँ। अनि त्यतिखेर चाहिँ अब आफू पनि बाध्य थियो, इन्भिटेसन नै आएको थिएन। अब 1 इयर भयो नि, जसरी भयो नि पुऱ्याउनु पर्यो। अनि PY पनि गर्दै थिएँ साइडमा, अब त्यसको लागि पनि चाहियो, काम छोड्न त मिलेन आफूलाई, मन लागे पनि। अनि ठ्याक्क त्यही बेलामा चाहिँ म अब यहाँबाट भएन भने पर्थमै काम खोज्छु भनेर पर्थतिर, अब त्यतिखेर अलिकति फोन आउन सजिलो थियो। अनि काम के भनेर अब जता अब चाहियो नि त PR त होइन। अब 2 इयर्सको मात्रै थियो, यो पछि एक्सटेन्सन पनि धेरै पछि ल्यायो, मेरो PR आइसकेपछि ल्यायो। मेरो 8-9 मन्थ यस्तै अब TR-मा बाँकी हुँदाखेरि चाहिँ अब मुभ हुनुपर्छ यहाँबाट भनेर मैले काममा नि कुरा गरिरहेको थिएँ। म यही काम पर्स बसेर गर्छु रिमोटली होइन,
मिल्छ भने इन्भिटेसन आउने, बरु इन्भिटेसन आएपछि म यतै आउँछु भनेर चाहिँ मैले कुरा गरिरहेको थिएँ। अब जान्छु भनेर प्रिपेयर हुँदा आउँदै ठ्याक्क केवाई हालेको, अनि अब स्कोरहरू पनि आयो, पिटी नाटी सबै कलेक्ट गर्दा ठ्याक्क इन्भाइट आइदियो। इन्भाइट आएपछि चाहिँ अब अलिकति बाटो खोल्यो नि त, अब ग्रोथ हुनलाई, अब अरू काममा कुद्नलाई। अनि पहिलाको जस्तो भिसामा कन्स्ट्रेन्ट रहेन। त्यसपछि चाहिँ हल्का टाइम काम गरेँ मैले इन्भाइट आएपछि नि, तर ब्याकअप माइन्ड के थियो भन्दाखेरि यहाँ बस्यो भने चाहिँ ग्रोथ हुने एकदम बोरिङ थियो कि काम चाहिँ। अब त्यो 1-1.5 वर्षमा त हजुर सबै सिक्नुहुन्छ नि त। अनि कम्पनी यहाँ स्केल, अब कम्पनी यहीँ स्केल नभएपछि त खासै सिकिन्न। अनि छोड्नु पर्यो भनेर अनि काम थालेँ खोज्दै चाहिँ। अनि अर्को ट्याक्क यता गर्दै टुरो भन्ने कम्पनीमा चाहिँ कन्ट्र्याक्ट रोल पाएँ। फेरि टुरो भनेको चाहिँ उबर जस्तै कार सेयरिङ प्लेटफर्म हो। अहिले त उबरसँग नै प्लेटफर्म पार्टनरसिप गरेर त्यसमा चाहिँ टेक्निकल सपोर्ट नभए नि कस्टमर सपोर्ट रोल पाएँ क्या मैले। त्यसमा पनि त्यस्तै अब जस्तै सफ्टवेयर सपोर्ट सम्बन्धी नै SaaS सपोर्ट भनौँ न, उनीहरूको प्लेटफर्ममा अब युजरहरूको अब केही इस्यु आयो भने कम्प्लेन गर्छ, त्यसलाई अब आफूले इन्भेस्टिगेट गर्ने, सकेको गर्ने, नसकेको प्रोडक्ट टिमसँग पुऱ्याइदिने। अनि अस्ट्रेलियन कम्पनीको अर्को डिमेरिट भनेको चाहिँ यहाँ चाहिँ प्रोडक्ट टिम मोस्टली बेस नहुने क्या, सबै बाहिर हुने। त्यहाँ अब फुल आइटी नभए पनि, फुल टेक्निकल नभए पनि मैले चाहिँ अब यो कम्पनीबाट मुभ हुनलाई मात्रै भए पनि अहिलेलाई एउटा बाटो खोज्नुपर्छ भनेर त्यो कन्ट्र्याक्ट पनि एक्सेप्ट गरेँ। अनि त्यो बिचमा मैले मेरो चाहिँ इन्टरभ्यू स्किल पहिलेदेखि अलिकति कम भएको भएर चाहिँ मैले भन्नाले आफू त्यो पार्टमा कमजोर छु भनेर मैले इन्टरभ्यूहरू दिन एप्लाई गर्न चाहिँ छोडिनँ क्या। सधैँ गरेको गर्ने। अब अहिले पनि जस्तै म अहिले आफ्नो रोलमा एकदम सेटिस्फाइड भयो नि, म साइडमा एप्लाई गरेर इन्टरभ्यू चाहिँ दिइरहेको छु क्या। त्यसै दिने अब दिने। अनि अब एकदमै कहिले कहिले त अब एकदम ग्रान्ड अपर्च्युनिटी नै आउन सक्छ नि त होइन। अनि त्यो आयो भने एक्सेप्ट गर्ने, नभए पनि आफ्नो अब स्किल भइरहेको छ, कस्तो छ डिमान्डमा मार्केटमा के भइरहेको छ सबै थाहा हुन्छ नि त। त्यो गरेपछि अनि टुरोमा 6-7 मन्थ गरेपछि चाहिँ उनीहरूले सपोर्ट टिम चाहिँ सबै अब आउटसोर्स गर्यो। अनि नोटिस दियो 1-1.5 महिनाको। अब यो कन्ट्र्याक्ट रोल थियो, त्यसै पनि अब एक्सपेक्टेसन खास थिएन। अर्को टिममा जान्छस् भने चाहिँ मिल्न सक्छ भने। अनि मलाई चाहिँ त्यो गर्न मन लागेन, किनकि अब आफ्नो सेक्टर त आइटी हो, फेरि समातिराख्नु पर्यो। अनि ठ्याक्क नेपाल गएको थिएँ त्यो बेला घुम्न पनि। अनि त्यही बेलामा ठ्याक्क 1 महिना लास्टको मन्थ चाहिँ म नेपाल बसेरै काम गर्छु, त्यो आफ्नो नोटिस पिरियड। अनि त्यही बेलामा म काम पनि एप्लाई गर्छु भन्ने ब्याक अफ द माइन्ड सोचेर अनि टुरोमै अब नेपाल गएँ। अब यसै काम छोड्नु चाहिँ सिधा त्यहाँ कामतिर फोकस गर्नु परेन, आफूसँग फुल टाइम भयो 1 महिना। अनि ठ्याक्कै एप्लाई गरेँ 1-2 हप्तामै। अब त्यो इन्टरभ्यूमा इन्टरकममा चाहिँ अलिक अगाडि एप्लाई गरेको थिएँ गर्न चाहिँ। अनि गरेर नेपाल हुँदाहुँदै सबै प्रोसेस भएर ठ्याक्क अफर पनि आइहाल्यो। त्यो बिचमा अरू कम्पनीमा नि मैले अब एप्लाई गरेको थिएँ, अफर आयो। तर मलाई यो कम्पनीको चाहिँ अब यताउता सबै कुरा हेर्दाखेरि, रिसर्च गर्दा होइन, उनीहरूको प्रडक्ट हेर्दाखेरि, अनि टिम हेर्दा, कल्चर हेर्दा, बेनिफिटहरू हेर्दाखेरि चाहिँ यो कम्पनी ठिक लाग्यो। अनि मैले अफर एक्सेप्ट गरेर एसोसिएट टेक्निकल सपोर्ट स्पेसलिस्टमा काम गरेँ। उसमा चाहिँ त्यो चाहिँ फर्स्ट लेभल सेकेन्ड लेभल सपोर्ट भनौँ न त्यो। अनि यहाँ पनि अब केपिआइजहरू हुने, अब आफूले चाहिँ ट्रबल सुटिङ यस्तो गरिरहेको भएर अब पर्फर्मेन्सहरू केपिआइजहरू एकदम टार्गेटभन्दा धेरै मिट गरियो। अनि 7 मन्थमै अहिले चाहिँ प्रमोसन नै भयो। त्यही भएर अहिले चाहिँ म टेक्निकल सपोर्ट इन्जिनियरको रूपमा काम गरिरहेको छु इन्टरकममा। ग्रेट जर्नी हुन्छ। हाम्रो सबै नेपालीको चाहिँ अब यो टिपिकल जर्नी यस्तो नै हुन्छ, स्ट्रगल गर्ने होइन। कतिको चाहिँ अब होइन यतिको सक्सेस हुँदैन होइन। कङ्ग्रेचुलेसन यतिको सक्सेसमा पुग्नु होइन। अब ब्याचलर गर्ने बित्तिकै यतिमा आउनु भनेको नि यो अचिभ ल होइन। अनि जुन तपाईँले भन्नुभयो 2-3वटा चाहिँ मलाई एकदम नोटिस गरेँ भन्नाले अब मैले यसमा फर्स्ट कुरा चाहिँ जुन यो किचनमा काम गर्ने चाहिँ तपाईँ जस्तै म पनि सबैमा काम गर्छु, म किचनमा चाहिँ म सक्दिनँ। मेन चाहिँ किन भन्दाखेरि चाहिँ मलाई प्याज काट्न डर लाग्ने। प्याज काट्यो भने चाहिँ म सक्दिनँ कि प्याज काट्न चाहिँ म सक्दिनँ, म आँसु आउँछ, म चाहिँ सक्दिनँ। म त्यो भने मेरो चाहिँ त्यो फियर चाहिँ। एनिवे तपाईँले जुन यो पोइन्ट्सहरू भन्नुभयो जस्तै रिगार्डलेस तपाईँ कलेज जहिले पनि रेगुलरली जानुहुन्थ्यो होइन। तपाईँले चाहिँ अब एजुकेसनलाई चाहिँ तपाईँले फोकस गरेर राख्नुभयो। कलेज अरूले चाहिँ अब काममा फोकस गर्यो नि, तपाईँले पढाइलाई चाहिँ छोड्नु भएन होइन। इट्स अ गुड पोइन्ट होइन। त्यसले चाहिँ तपाईँलाई साहस दिन्छ, पछि तपाईँले गएर आँट दिन्छ। त्यो जुन त्यो तपाईँको कतिले चाहिँ अब के अरे यो सर्टिफिकेसन चाहिँ सर्टिफिकेट भनौँ न, ब्याचलर डिग्री यिनीहरू चाहिँ चाहिँदैन भन्छ होइन। म त चाहिन्छु भन्छ, किन भन्दाखेरि त्यसले चाहिँ तपाईँलाई त्यो आँट दिन्छ कि होइन। अब यहीँ जन्मिनु भएको, यहीँ हुर्किनु भएको भने चाहिँ आई थिङ्क इट्स नट नेसेसरी उनीहरूलाई। तर हामी चाहिँ अब सेकेन्ड जेनेरेसन नभएर फर्स्ट जेनेरेसन भएकोले चाहिँ हाम्रोलाई चाहिँ इम्पोर्टेन्ट छ। सो मैले चाहिँ सहिले चाहिँ सजेस्ट गर्ने चाहिँ कलेज इज इम्पोर्टेन्ट होइन, डिग्री चाहिँ इम्पोर्टेन्ट हाम्रो लागि चाहिँ एटलिस्ट। त्यसमा नि त्यही त अब हजुर एकचोटि इन्डस्ट्रीमा छिरिसकेपछि त्यति भ्यालु नराख्न सक्छ होइन। हजुरसँग यहाँको लोकल एक्सपिरियन्स हुन्छ, तर फर्स्ट जब पाउन एकचोटि इन्डस्ट्रीमा एन्टर गर्न चाहिँ हजुरले लोकलको केही न केही एक्सपिरियन्स छ अस्ट्रेलियामै भनेर देखाउनलाई पनि डिग्री म्याटर गर्छ जस्तो लाग्छ।
त्यसैले गर्दा पनि मैले चाहिँ लगभग 90-95% 100% नै एटेन्डेन्स हुन्थ्यो मेरो अनि अब आफूले गर्ने कुरा अब त्यतिखेर कामले गरेर पनि धेरै कति नै कमाइन्थ्यो र त्यहाँ आफूलाई जानै नभएको फिल्डमा धेरै कमाए पनि खासै खुसी हुन्थेन त्यही भएर मेरो चाहिँ यो ग्रेड पनि एकदमै राम्रै थियो कि पढ्न चाहिँ अब एकदमै अब हजुरको करियर वाइज नै अब लङ टर्ममा म्यासिभ रोल नखेले पनि हजुरले भने जस्तो यहीँ भएको भए त सर्टिफिकेट गरेर पनि उनीहरू इन्टर गरेर हुन्छन् होइन तर हामी जस्तो अब सेकेन्ड जेनेरेसन मान्छे उताबाट इमिग्रेन्टहरूलाई चाहिँ एसेन्सियल छ कि हजुरले अब इन्टरभ्यूमा फर्स्ट पार्टमा चाहिँ इन्ट्रोडक्सन दिनु पऱ्यो इन्ट्रोडक्सन दिँदा पनि केही एड गर्ने कुरा हुन्छ नि त डिग्री हुने बित्तिकै मैले यो डिग्री गरेको छु त्यो भन्ने बित्तिकै नै अलिकति केही न केही एड गर्छ क्या हो आई एग्री आई टोटली एग्री है कतिले चाहिँ डिग्री इम्पोर्टेन्ट गर्दैन भन्छ म चाहिँ त्यसमा चाहिँ म अपोज नै गर्छु होइन तपाईँ अब अस्ट्रेलियामा आउनु भएको छ भने चाहिँ पढाइलाई चाहिँ सिरियस दिनु एटलिस्ट त्यसले तपाईँलाई आर्ट पनि दिन्छ होइन तपाईँले जुन यो जब एप्लाई गर्दाखेरि चाहिँ तपाईँले जुन यो एटिएस सिस्टम भन्नुभयो होइन अनि त्यसपछि फलो भन्नुभयो इट्स अ भेरी गुड पोइन्ट अब कसलाई थाहा छैन होला होइन ठुल्ठुलो कम्पनीमा एप्लाई गर्दाखेरि चाहिँ एटिएस सिस्टम भन्ने हुन्छ जसले चाहिँ तपाईँले यदि त्यो उनीहरूको अटोमेटेड भइरहन्छ सबै कुरा एटिएस सिस्टममा भएन भने रेज्युमे चाहिँ तपाईँको कल पनि आउँदैन केही पनि हुँदैन त्यो अटोमेटिकली गेट्स रिजेक्टेड होइन अनि त्यो उनीहरूको चाहिँ डाटाबेस नै हुन्छ तपाईँले जति नै त्यो उसमा कम्पनीमा चाहिँ बारम्बार एप्लाई गर्नु भयो भने त्यो तपाईँको एकचोटि फ्ल्याग भइसकेपछि त्यो एटिएस सिस्टम उनीहरूले जङ्कमा फाले जस्तै हुन्छ तपाईँको इमेलमा होइन अनि अर्को तपाईँले राम्रो भ्यालिड पोइन्ट चाहिँ फलोअप गरिराख्नु भयो हार नमानिकन होइन विच इज आई थिङ्क धेरैले गर्दैन जब ऊ गरिसकेपछि चाहिँ के अरे अब आएन रिजेक्ट भयो अब के गर्ने त छोडेपछि छोडे होइन तर तपाईँले चाहिँ हार नमानिकन फलोअप गर्ने भन्नुभयो चाहिँ इट्स गुड पोइन्ट होइन सो तपाईँको यहाँ अब यो जुन हाम्रो भ्युअरहरूले चाहिँ तपाईँ जब एप्लाई गरिराख्नु भएको छ भने किप अन फलोइङ होइन नेभर गिभ अप अब एउटा तपाईँलाई अर्को यसमा सोध्नु मन लागेको क्वेसनहरू चाहिँ मलाई जुन तपाईँको मैले उसमा पनि देखेको थिएँ अब टिकटकमा पनि देखेको थिएँ होइन पिटीमा 90 अलमोस्ट पर्फेक्ट स्कोर ल्याउनु भयो रहेछ होइन अनि अर्को चाहिँ स्किल एसेसमेन्ट दुईवटा टपिकमा चाहिँ सोध्नु मन लागेको चाहिँ अब पिटी इज कतिलाई एकदम सजिलो हुन्छ जस्तै मलाई गर्दाखेरि चाहिँ टुक मी 4 अटेम्प्ट है तर मसँगै गर्ने एउटा दाइ हुन्छ नाम देखाउन छैन उहाँले अलमोस्ट 32 टाइम्स पिटी दिनुभएको तर मैले हार मान्नु भएन होइन पत्याउनु हुन होइन अनि अमेजिङ कुरा के छ भन्दाखेरि 32 टाइममा चाहिँ मैले ल दाइ अब लास्ट टाइम दिनु म आफै बुक गरिदिन्छु भनेर मेरो हातले मैले बुक गरिदिन्छु त्यो टाइममा चाहिँ उहाँको आएको क्या सो एनिवे त्यो कतिलाई चाहिँ च्यालेन्जिङ हुन्छ कतिलाई चाहिँ होइन तपाईँलाई चाहिँ अब म तपाईँको कति एटेम्प भयो त्यो त सोध्नु मन छैन मलाई तपाईँलाई सोध्नु मन लागेको चाहिँ कता पढ्नुभयो चाहिँ कसरी पढ्नुभयो अथवा पिटीको केही इङ्ग्लिस प्रिपरेसनको लागि तपाईँ केही सजेस्ट गर्न सक्नुहुन्छ स्टुडेन्टहरूलाई चाहिँ त्यो चाहिँ मेरो फर्स्ट एटेम्प नै थियो है अनि फर्स्ट एटेम्प नै हो त्योभन्दा अगाडि अब टिआरको लागि 2-3 वर्ष अगाडि दिएको थियो त्यतिखेर चाहिँ अब प्रिपेयर नै नगरेको दिँदा पनि 7 आएको थियो अब त्यो मलाई चाहिँ अब खै कस्तो एडभान्टेज थियो भन्दाखेरि मेरो अब ग्रामरहरू यताउता अलिकति पहिलेदेखि राम्रो थियो कि अब एकाडेमिकली राम्रो भएर त्यो एडभान्टेज आएको होला स्पिकिङमा चाहिँ अलिकति ल्याग थियो जस्तै नेपालबाट आउँदा पनि अब त्यो आइएल्स गरिन्छ नि त नेपालमा जेनरली अनि स्पिकिङ दिँदा चाहिँ अब मान्छेसँग बोल्दा अलिकति डाइरेक्ट बोल्दाखेरि गाह्रो लाग्ने थियो तर पिटीमा त्यो नगर्नुपर्ने अलिकति पिटीमा चाहिँ अब जे भए पनि थोरै चिटकोडहरू के अब अलिकति बाइपास गर्न सक्ने सिस्टम छ भने अब त्यसलाई खेल्न सकिन्छ भने त खेल्ने नै हो नि त अब मैले प्रिपरेसन चाहिँ एपी युनि भन्नेको सब्सक्रिप्सन लिएको थिएँ धेरै पनि लिएको थिएन 2 विक्स जतिको लिएको थिएँ जस्तो 1 मन्थ लिएको थिएँ प्रिपरेसन चाहिँ 2 विक्स गरेको थिएँ अनि कसरी गरेको थिएँ भन्दा सुरुमा चाहिँ मेरो गोल चाहिँ अब त्यो अलिकति रङ माइन्डसेट हो यो हुन चाहिँ मैले चाहिँ जान्छु पहिला एक्जाम दिन्छु आफूले गरेको प्रिपरेसन अनि त्यसले मलाई चाहिँ मेरो लेभल थाहा हुन्छ अनि मैले कहाँ कुन सेक्सन इम्प्रुभ गर्नुपर्ने हो मलाई त्यसपछि थाहा हुन्छ होइन फर्मेटिङ बिर्सिसक्यो नि त अब 8 ल्याउनलाई त अलिकति एप्रोच लिएर जानु पर्यो भनेर अनि 2 विक्स चाहिँ एपी युनिको फर्मेटिङहरू अब पुरै गर्दै त्यसमा अलिअलि दिनको एउटा मक टेस्ट दिने जस्तै हाफ एन आवर एभ्री डे प्र्याक्टिस गरेर अनि दिन्छु एउटा एक्जाम अनि त्यसको रिजल्ट अनुसार चाहिँ फेरि प्रिपेयर गरेर अनि त्यो अनुसार टाइम लिएर गर्छु भनेर एक्जाम दिन गएको थिएँ त्योभन्दा अगाडि टिआरमा पारामाटामा दिएको थिएँ अब यो चाहिँ भनाइ मात्रै अब कुनै ठाउँमा अलिकति बढी डिस्टर्बेन्स आफूलाई पनि फिल भयो अनि त्यसपछि अर्को लोकेसनमा सिटीमा बुक गरेर दिएँ अब त्यहीँ बुक गरेर हुन्छ भन्ने त छैन होइन दिएको अब आफ्नो लेभल थाहा पाउन दिन्छु भनेको ठ्याक्क त्यही बेलामा चाहिँ पर्फेक्ट स्कोर आएछ अब धेरैले अब सर्टकट सोध्नुहुन्छ सर्टकट नै भन्ने त हुन्न अब त्यो प्र्याक्टिस नै हो प्र्याक्टिस गर्ने अनि अब पिटीमा चाहिँ अब कतिजनाले रियलाइज गर्नु जस्तै हजुरको लिसनिङमा र राइटिङमा कम आइरहेछ भने त्यो दुईटामै मार्क्स आउने कमन सेक्सनहरू हुन्छ क्या त्यसमा फोकस गर्नु पर्यो अनि जस्तै अब त्यही नै हो अब कुन आफ्नो चाहिँ अब एटलिस्ट 2 चोटि 3 चोटि दिँदाखेरि त अलिकति थाहा हुन्छ नि त मेरो यो सेक्सनमा कम आइरहेछ भने चाहिँ प्याटर्न देखेपछि त्यो कमन सेक्सन हुनेहरूमा चाहिँ फोकस गरेर दिनु पर्यो अनि अर्को कुरा चाहिँ पिटीमा चाहिँ फ्लुएन्सी एकदम म्याटर गर्दो रहेछ कि होइन अब अरू चिज भन्दा पनि अब हजुरले कुनै कुरा अब यो लागु नै चाहिँ हुन्न अब राइट भनेर अड्किनु भन्दा नि बरु अलिक थोरै कम राइट भनेर चाहिँ बरु फ्लुएन्ट भयो भने चाहिँ त्यसमा मार्क्सहरू
कभर गर्न सक्ने त्यस्तो हुँदो रहेछ अनि हजुर त्यही टुल्स गरेको आइहाल्यो अब सोचेको जति आउँछ भन्ने त्यस्तो फुल्ली कन्फिडेन्ट थिएन तर पनि अब त्यही प्र्याक्टिस नै हो कि हजुर अनि प्र्याक्टिस चाहिँ तपाईँले कति गर्नुभयो त त्यही प्र्याक्टिस चाहिँ मैले 2 weeks इच डे हाफ एन आवर 1 hour जस्तो गरेँ होला कुनै डेज अब होइन अनि मक टेस्टहरू त्यसमा मक टेस्ट फुल्ली मक टेस्ट चाहिँ दिएन जस्तै सेक्सनहरूको मक टेस्ट हुन्छ कि त्यो एपियुनीमा चाहिँ फर्मेटिङ फलो गर्दै यो सेक्सनमा चाहिँ मेरो कति आउँछ भन्दै ठ्याक्कै त्यो सेक्सनको मक टेस्ट दिने अनि अब जस्तै कुनैमा अहिले चाहिँ अलिकति फर्मेटिङ चेन्ज भएको छ क्या मैले दिनुभन्दा अगाडि तर पनि ओभरअल कन्सेप्ट त्यही नै हो कि आफ्नो जुन एरियामा ल्याक छ ठ्याक्क मक टेस्ट दिने त्यहीमा ल्याक छ त्यसमा बढी फोकस गरेर प्र्याक्टिस गर्ने होइन हजुर अनि मैले चाहिँ नाटी पनि त्यही बेला प्रिपेयर गरिरहेको थिएँ फेरि आफैले हजुर अनि अलिक सेम टाइम नै दुइटा दिएँ ए भनेपछि तपाईँले चाहिँ एकदम रसमै गर्नुभयो ठ्याक्क हजुर ठ्याक्क अब स्किल एसेसमेन्ट लन्च गरियो त्यतिखेर 3 महिनै लाग्थ्यो स्किल एसेसमेन्ट आउनु पनि फेरि अहिले त अलिक स्ट्रक छ अनि एउटा भन्दा हाल्नु पाउँदैन ठ्याक्क पिआई भ्याइएर अब स्किल एसेसमेन्ट हालेपछि चाहिँ दिएको ठ्याक्क नाटी र पिटी दुइटै एकैचोटि सो स्किल एसेसमेन्ट कुरा चाहिँ तपाईँले अब जुन तपाईँको कामबाट हाल्नु भयो कि पढाइबाट हाल्नु भयो हजुरले मैले दुइटै इन्क्लुड गरेँ स्किल एसेसमेन्टमा चाहिँ मेरो पढाइको चाहिँ अब त्यतिखेर चाहिँ मैले अलिकति एउटा रङ पनि भयो के भन्दाखेरि चाहिँ मैले पढाइतिरबाट बरु कामबाट चाहिँ अब एकदम म्यानेजरहरू सुपरभाइजरहरू अब यहाँ कतिले रियलाइज गर्नुहुन्न काममा चाहिँ हजुरको रिलेसनसिप राम्रो छ हजुरले राम्रो पर्फर्म गरिराख्नु भएको छ भने म्यानेजरहरू फ्लेक्सिबल हुन्छ क्या हजुरको जब डिस्क्रिप्सन थोरै ट्विक गर्न गरिरहेको कामलाई अलिकति डिफ्रेन्ट वर्ड लेखिदिने त हो नि होइन जस्तै काममा नेटवर्क म्यानेजमेन्ट गरिरहेको छ त्यसलाई अब आइटी सपोर्ट हुँदा नेटवर्कतिर गयो नेटवर्क एडमिनिस्ट्रेटरको स्किल एसेसमेन्ट हाल्न मिल्यो मेरो चाहिँ सबै मिल्थ्यो मेरो चाहिँ म्यानेजर आफ्नो त्यो आफू माथिको डाइरेक्ट म्यानेजर चाहिँ एकदम फ्लेक्सिबल छ अनि उसले चाहिँ तँलाई के मनपर्छ युज गर म अनि साइन गर्ने स्ट्याम्प गर्नेहरू कुरा गरिदिन्छु भने अनि मैले चाहिँ रियलाइज गरेँ कि मेरो आइसिटी सपोर्ट इन्जिनियर चाहिँ 189 मा चाहिँ इलिजिबल छैन भनेर मलाई त्यो बेला अब सबै प्रोसेस आफै गरिरहेको थिएँ होइन कन्सल्टेन्सी होइन अनि रियलाइज गरेको थिएन अनि काम चाहिँ अब आइसिटी सपोर्ट इन्जिनियरै हो म भनेर आफूलाई थियो नि त पहिले अनि त्यही भएर काम पनि 1 year पुग्छ स्किल एसेसमेन्ट हाल्दा चाहिँ अलिकति टाइम बाँकी थियो तर इन्भाइट आउँदा चाहिँ 1 year पुगिसकेको थियो त्यो पनि एसेस्ट भयो हजुरको 7 महिना भए पनि एसेस्ट हुन्छ क्या जस्तै अब 7 महिना भएर हजुरले एसेस्ट भयो भने चाहिँ पछि हजुरले त्यही कम्पनीमा त्यही रोलमा अब 7 5 12 हुन्छ नि त 5 मोर मन्थ त्यही गर्नु भने हजुरले फेरि त्यो 5 एक्स्ट्रा गर्नु पर्दैन क्या त्यही एड गरेर 1 वर्षको स्किल एसेसमेन्ट 1 वर्षको एक्सपिरियन्स देखाउन मिल्छ अनि पिवाई र दुइटै गरेर टोटल एक्सपिरियन्स पनि एसेस्ट गरेको थिएँ अनि एजुकेसन पनि एसेस्ट भएको थिएँ ओके सो भनेपछि एउटा सानो ह्याक जस्तो पनि भएन अगाडि जस्तै 10 महिना 11 महिना 9 महिनामै भनौँ न एक्ज्याक्टली प्लेसमेन्ट गरायो अनि 3 महिना आउनु पुग्नु परेन एटलिस्ट भइसकेपछि पेसिपहरू यताउता गर्दै प्रुफै त हो नि काम गरेको अनि त्यसमा चाहिँ क्याच के छ भन्दाखेरि फेरि हजुरको 1 year नपुगी अब प्रोफेसनल इयर गर्नु भएको छैन भने चाहिँ हुँदैन है फेरि कतिजनाले चाहिँ मैले देखिरहेको हुन्छु मेरै साथीहरू पनि होइन प्रोफेसनल इयर गर्न डिले गर्ने अब हुन त त्यसमा अलिकति फाइनेन्सियल उस पनि छ एस्पेक्ट पनि छ अलिकति एड गर्छ बर्डन तर गरेर 5 point एक्स्ट्रा आउँछ यसै कम्पिटिटिभ छ भनेपछि त त्यो कम्पिटिटिभ एडभान्स त आफू त लिनु पर्यो नि त होइन पिटी गर्न डिले पिवाई गर्न डिले नगर्नु के केही नगरे पनि हजुरलाई मलाई चाहिँ अरू खासै चाहिँ केही सिकेन होइन लिङ्कडिन प्रोफाइल कसरी अप्टिमाइज गर्ने त्यो कुराहरू पनि सिकिन्छ अब जेबाट धेरै एडभान्टेज लिन सकिन्छ पोइन्ट आइहाल्यो होइन अलिकति अरूभन्दा एडभान्टेज त भयो नि त आफूलाई त्यो भएको कुरा अनि अहिले भने जस्तै पिवाई कम्प्लिट गर्ने बित्तिकै फेरि 1 year एक्सपिरियन्स हुनलाई कुर्नु परेन नि त स्किल एसेसमेन्ट गर्नलाई अहिले स्किल एसेसमेन्ट अहिले त 2-3टामै निकाल्नु मिल्छ हजुर हो एग्री यसमा चाहिँ मैले आफैले खुद गर्दाखेरि पनि त्यो बेला केटाहरू तपाईँले भने जस्तै साथीहरूले चाहिँ के गर्छु भन्नेहरू कति अहिले स्टिल पनि 10 वर्ष पछि पनि मैले एकजना साथी भेटेको थिएँ उसको पिआर नआएकोले क्यानबेरा भन्नु भएको छ होइन आफ्टर 10 years पिआर नआएको हामीले चाहिँ मेरो 2-3जना साथीहरूले चाहिँ होइन उनीहरूको रेस के पैसा अहिले नहेरौँ अरू सबै गरेर विदिन 8 months 6 months 6 to 7 months भित्रमा चाहिँ पिवाई पिटी नाटी अनि त्यसपछि जुन यो के स्किल एसेसमेन्ट सबै चाहिँ हामीले विदिन 6 to 8 months मा हामीले भ्याएको थियौँ होइन म चाहिँ अलिकति अनलकी भयो यसमा ठ्याक्क त्यो बेलामा चाहिँ नयाँहरू लाग्थ्यो कि सिङ्गललाई चाहिँ एउटा पोइन्ट भनेर अनि म चाहिँ त्यसमा परिन मेरो साथीले चाहिँ ठ्याक्क सकाउने बित्तिकै उसलाई इन्भिटेसन आयो तर म चाहिँ अब काम पनि गरिरहेको थिएँ आइटम भएर मलाई 190 चाहिँ आयो 1 महिनापछि नै तर जस तपाईँले भन्नुभएको चाहिँ आई टोटली अग्री होइन एकदम अब कम्पिटिसन हाई छ भने चाहिँ आफू पनि त्यो एज कम्पिटिसनमा बस्नलाई चाहिँ सकेसम्म सबै गर्ने पैसा नहेरि पैसा त पछि पनि छ नि त पछि तपाईँले अब पिआर पाइसकेपछि त जति नै पैसा छ जति नै त्यो 10,000 को लोभ गरेर तपाईँले पछि चाहिँ रिग्रेट नगर्नु भन्छु म होइन अनि त्यो त अब हजुर जस्तै यु ह्याभ टु बी इन इट टु विन इट भन्छ नि त होइन क्युमा बस्नलाई पनि त्यो गर्नै पर्यो भनेपछि त कतिजनाले चाहिँ हुँदै हुन्न भनेर क्युमै नबस्ने त होइन नि त क्युमा भएर अस्तिको जस्तै अब इन्भिटेसन राउन्ड चाहिँ फ्लक्चुएसन भइरहेको हुन्छ कि जस्तै अब अलिकति ग्याप भयो भने अब 189 को 2022 को एन्डमा चाहिँ म्यासिभ राउन्ड भयो नि त त्यस्तै राउन्डमा हजुरको 80-85 पोइन्ट नै कलेक्ट गरेर आइटीमा बसिराख्नु भएको छ एटलिस्ट क्युमा भने त
कुन बेला आउँछ थाहा छैन त्यो बेलामा नआएर रिग्रेट हुनुभन्दा त एटलिस्ट मैले गर्ने कुरा चाहिँ गरेँ अब आएन त आएन भन्ने हुन्छ नि त एटलिस्ट त्यो चाहिँ गर्नु पर्यो ग्रेट सो अर्को तपाईँको जुन यो अहिले तपाईँको डे टु डे गर्ने जुन तपाईँले आइटीमा काम छ नि त्यसको थोरै अलिकति तपाईँको हाउ डज यर डे लुक लाइक अनि तपाईँले के टेक्नोलोजी लर्न गर्नुभयो के स्किल्स के सर्टिफिकेसनहरू होइन एकदम टेक्निकल एस्पेक्ट भनौँ न तपाईँको कामको चाहिँ थोरै सेयर गरिदिनुहुन्छ हजुर एकदम टेक्निकली चाहिँ सर्टिफिकेसनहरू चाहिँ मैले गरेको छैन अहिलेसम्म एउटा पनि कुनै पनि त्यसले अफकोर्स केही न केही एड गर्छ अब हजुर नेटवर्किङ साइडतिर जाने हो भने सिसिएनए होइन अब आइटी सपोर्टमै फुल्ली आइटी सपोर्टमै लाग्ने हो भने एजियर यिनीहरूले पक्कै केही न केही एड गर्छ मैले चाहिँ त्यो कामबाट पनि त्यस्तो डिमान्ड पनि आएन अनि आफूले गर्ने पनि टाइम अलि नभएर हो कि गर्न चाहिँ पाएँ हुन्थ्यो जस्तो लाग्छ अब गरेको छैन तर डे टु डे बेसिसमा चाहिँ मेरो त्यही नै हो अब इन्स्टलेसन हुन्छ हाम्रो प्रडक्ट सफ्टवेयरको होइन अब त्यसमा डिफ्रेन्ट टाइप अफ बग्सहरू आउन सक्छ त्यो ट्रबल सुट गर्ने अनि इमेल सेन्डिङ लाइक डिफ्रेन्ट इमेल प्लेटफर्महरूको आफ्नो रेस्ट्रिक्सन हुन्छ त्योहरू लर्न गर्ने अनि त्यही बारेमा एडभाइस गर्ने अनि अहिले चाहिँ मोस्टली एपिआइजहरूसँग काम गर्ने जस्तै अब डिफ्रेन्ट टाइप अफ रेस्ट एपिआईहरूको रेस्ट एपिआईहरू टेस्ट गर्ने अनि डिफ्रेन्ट कुराहरू सजेस्ट गर्ने होइन प्रोडक्ट टिमलाई अनि त्यही नै हो डे टु डेमा त्यही केसेस एट द एन्ड लाइक टिकट नै रिजल्भ गर्ने हो तर टिकट चाहिँ अब एकदम भास्टली डिफ्रेन्ट हुनसक्छ अब अहिले चाहिँ हाम्रो फिन एआई एजेन्ट भन्ने छ मेरो कम्पनीमा चाहिँ विच इज अ एआई च्याटबट होइन अब त्यसको प्याटर्नहरू लर्न गर्ने अनि अब त्यसलाई कसरी इम्प्रुभ गर्न सकिन्छ त्यो उसमा गर्ने अनि एकदमै स्किल्सहरू के सिक्यो भन्दा चाहिँ अहिलेको स्पेसली यो रोलमा चाहिँ अब इन्स्टलेसनमा चाहिँ जाभा स्क्रिप्टहरू युज हुन्छ त्यो कोडिङको एस्पेक्ट सिकियो अनि जेसन भन्ने स्ट्रक्चरहरू सिकियो होइन टेक्नोलोजी अब त्यही नै हो बेसिकली भन्नुपर्दा तपाईँले भन्दाखेरि चाहिँ खासै केही छैन जस्तो भन्नुभएको छ धेरै कुरा भनिसक्नु भयो क्या जस्तो रिपिट होइन जस्तै तपाईँले अब नेटवर्किङ टेक्नोलोजी पार्टमा चाहिँ नेटवर्किङ भन्नुभयो होइन इट्स म्यासिभ टपिक होइन अब सिसिएनए तपाईँले नगर्नु नि नेटवर्किङको कन्सेप्ट हुनु पर्यो होइन जस्तो टिकेटिङ सिस्टम भन्नुभयो तपाईँले त्यो नहुने कुरा भयो होइन जस्तै एपिआई अनि त्यसपछि तपाईँको कोडिङ स्किल्स होइन जाभास्क्रिप्ट अनि त्यसपछि जेसन भनेको अब प्रोग्रामिङ ल्याङ्ग्वेज त होइन तर त्यो जेसनको एपिआई कुराहरू होइन अनि त्यसपछि ट्रबल सुटिङ टेक्निक पाँचवटा तपाईँले मेन्सन गर्नुभयो बेसिकली यही नै हो सपोर्ट हुन छैन अब त्यस्तो ट्र्याकै गर्न नसक्नु त होइन तर एटलिस्ट यो 5-6वटा स्किल भयो भने जसले पनि आइटी फिल्डमा चाहिँ आई थिङ्क काम गर्न सक्छ एटलिस्ट अस्ट्रेलियन मार्केटमा त्यस्तो गाह्रो छैन भन्नु चाहिँ मैले प्रायःले चाहिँ भनिरहन्छु मैले है अनि अब हाम्रो एकदम लामो भइसकेको चाहिँ कन्भर्सेसन होइन मैले अब सेकेन्ड लास्ट भनौँ है त जुन तपाईँको मैले टिकटकमा पनि देखेको थिएँ होइन पहिलो वर्ष यति कमाउनु भयो सेकेन्ड वर्ष यति कमाउनु भयो थर्ड वर्ष त्यसमा थोरै तपाईँको अब फाइनेन्सियली चाहिँ ग्रोथ चाहिँ कतिको चाहिँ सम्भव छ अनि कसरी गर्नुभयो अनि हाउ मच क्यान यु एक्सपेक्ट अथवा तपाईँको अपरेसन गर्दाखेरि त्यो चाहिँ तपाईँले थोरै भनिदिनु सक्नुहुन्छ त्यही त धेरै सोध्नुहुन्छ क्वेसन चाहिँ होइन कति कमाइ हुन्छ अब सुरुमा छिर्दाखेरि चाहिँ अब एकदम कमाइ नै हेर्न पनि भएन किनकि आफूसँग स्किल पनि छैन एक्सपिरियन्स पनि छैन एकदमै धेरै एक्सपेक्ट गरेन भएन अनि कतिलाई चाहिँ मैले चाहिँ सोच्दाखेरि यो ब्यारियर पनि हुन्छ कि जस्तै अरू सेक्टरबाट 70-80K कमाइराख्नु हुन्छ अब आइटीमा फर्स्टमा छिर्दाखेरि त 60K जानु पऱ्यो मैले आफैले 55K स्टार्ट गरे हो होइन त्यहाँसम्म जानु पर्यो अनि कतिलाई चाहिँ डिमान्ड पैसै हो न आइटीमा यस्तो नि भन्नुहुन्छ तर के छ भन्दाखेरि आफ्नो स्किल सेट बिल्ड गर्दै गएपछि आफ्नो अब एउटा प्रोफाइल बिल्ड गर्दै गएपछि लिमिट भन्ने कुरा चाहिँ अब हुँदैन के अब अलि अस्ट्रेलियामा चाहिँ त्यो अब एप्लाई नहुन सक्छ अब यहाँ चाहिँ अलिकति टेक कम्पनीहरू कम छ तर पनि अब धेरै नै कमाउनुहुन्छ कतिजनाले त मेरो पर्सनली प्रोग्रेसिङ कुरा गर्दा चाहिँ सुरुमा त्यही 55K स्टार्ट गरेँ त्यसपछि सुपरभाइजर भएर अब त्यसमा हल्का इन्क्रिज भयो 60 to 70K को रेन्जमा भयो अनि त्यसपछि फेरि अर्को रोलमा जाँदाखेरि आफू अब यति कमाएको थियो भने त आफ्नो यो स्किल सेट छ यो एक्सपिरियन्स छ भने चाहिँ त्यही अनुसार आस्क पनि गर्न पाइयो होइन उनीहरूले अफर गर्छन् भने हरेक उसमा चाहिँ फर्स्ट रिक्रुटरसँग कल हुँदाखेरि तेरो एक्सपेक्टेसन कति छ भन्छ अब त्यो अनुसार आफूले कुरा गर्न पाइयो अनि टुरमा जाँदा त्यही अनुसार इन्क्रिज भयो अनि अहिले इन्टरकममा आइपुग्दा चाहिँ मेरो बेस स्यालेरी चाहिँ 6 फिगरभन्दा माथि नै छ अनि बेस स्यालेरी मात्रै हेरेर बेस स्यालेरी पनि त्यो अब राम्रै नै हो जस्तो लाग्छ मलाई पर्सनली किनकि आफूले त्योभन्दा अलिकति धेरै पनि भएको छैन होइन यो इन्डस्ट्रीमा छिरेको अनि अब अरू बेनिफिट हुन्छ कि जस्तै अब वर्क फ्रम होम गर्दा नै मैले धेरै कुरा सेभ गर्छु अब ट्रेनमा टाइम सेभदेखि लिएर होइन बाहिर खाने लन्चदेखि लिएर त्यो सेभ अनि इक्विटीहरू पनि अब स्पेसली टेक कम्पनीहरूमा चाहिँ अब यो राम्रो पनि छ एक्स्ट्रा बेनिफिटहरू पनि धेरै हुन्छ कि अहिले चाहिँ मेरो हेल्थ इन्सुरेन्स पेड हुन्छ अफिस गयो भने पनि अब जस्तै मन्थली ट्राभल बेनिफिट हुन्छ जस्तै ओपलको पनि पे गरिदिन्छ कि उनीहरूले काममा गएको अनि लन्चहरू केटर्ड हुन्छ ब्रेकफास्ट दिन्छ सबै इन्क्लुड हुन्छ त्यही भएर
मभन्दा धेरै कमाउनेहरू पनि हुनुहुन्छ, कति हुनुहुन्छ होइन। अब त्यो लिमिटै मसँगै आफैसँगै पढेको साथीहरू पनि युए गरेको साथीहरू पनि उनीहरू 200+ केमा पनि छन् कि अब डेभलपरहरू। सपोर्ट रोलमै चाहिँ एकदमै धेरै भन्ने पनि हुन्न। अब त्यो आफूमा पनि ग्रोथ गर्छ। अब अहिले कतिको अब सर्टिफिकेसनकै कुरा गरियो, सर्टिफिकेसन गेन गर्दै स्किल बढाउँदै आफूले चुज गर्ने हो क्या, आफूलाई कुन पोजिसनमा प्लेस गर्ने भनेर। अब मैले चाहेर अब म अलिकति डेभलपर हुन्छु, म अब अलिक धेरै नै कमाउँछु, एक्स्ट्रा भनौँ न सफ्टवेयर इन्जिनियरिङतिर लाग्छु भन्यो भने त्यो मैले आफूले प्लेस गर्ने हो नि त, आफूले बढ्दै जाने। त्यही भएर हजुरले अरूलाई सोध्नुभन्दा नि आफूलाई कहाँ जानु मन छ त्यो कुरा हो। अब रेन्ज चाहिँ 50-55K टु एनीवेयर अपवर्ड्स अफ लाइक 500K कमाउने मान्छे पनि छ होइन। अब त्यो तपाईँको करियर पोजिसनमा चाहिँ जस्तै तपाईँले अब भनेर दिनुभयो, जस पहिलोमा भनौँ न ल 60, सेकेन्डमा यु क्यान एक्सपेक्ट अप टु 70-80, थर्डमा चाहिँ 6 फिगर होइन प्लस चाहिँ यु क्यान एक्सपेक्ट भनेर भन्नुभयो नि हुन्छ होइन। ग्रेट अमेजिङ। हाम्रो जुन यो लास्ट अब क्वेसन चाहिँ तपाईँलाई अब ऱ्यापअप गर्नु पर्दाखेरि चाहिँ कुनै विद्यार्थीहरूलाई अब जो हेरिरहनु भएको छ त पढाइ सकेर जो जब भन्ने गरिरहनु भएको छ उहाँहरूले चाहिँ केही सजेसन यो आइटी फिल्डको लागि चाहिँ केही तपाईँले सेयर गर्नुहुन्छ अन्तिममा? एकदम के भन्दाखेरि चाहिँ धेरैले चाहिँ सर्टकट खोजिराख्नु हुन्छ होइन, के छ सर्टकट, कसरी काम पाउने। सर्टकट भन्ने कुरा चाहिँ हुन्न। जस्तै आफूले गर्नुपर्ने कुरा गर्नु पर्यो कि। अब कतिजनाले मलाई अस्ति त्यो टिकटकबाट मेसेज नि गर्नुभयो, मैले चाहिँ काम पाउन चाहिँ सर्टिफिकेसन गर्नुपर्छ कि नै, कतिवटा जबमा सर्टिफिकेसन देखिरहेको हुन्छु। अब हजुरले काम पाइरहनु भएको छैन, अब धेरै हजुरले काम एप्लाई गरिरहेकोमा सर्टिफिकेसन खोजेछ भने चाहिँ गर्नु पर्यो नि त होइन। चाहिएको कुरा त गर्नु पर्यो कि, त्यसमा चाहिँ सर्टकट छैन क्या। अनि के अर्को के छ भन्दा नकुर्नु कि। जस्तै सर्टिफिकेसन गर्नु त छ, तर सर्टिफिकेसन गरेपछि काम एप्लाई गर्छु होइन नि त। अहिले साइड बाई साइड एप्लाई गर्दै रहनु के थाहा एउटा अलिकति लो रिक्वायरमेन्ट भएको आइटी सपोर्ट रोलमा छिरिहाल्नुहुन्छ कि होइन। जस्तै कुनै रोलमा त जस्ट कम्युनिकेसन स्किल जस्तै हरेक, अनि कतिजना कम्युनिकेसन स्किलले मात्रै पनि छिरिन्छ कि। कतिजनाले भन्नुहुन्छ मसँग खतरा टेक्निकल स्किल छैन, कति मलाई काम केही पनि आउँदैन। अब त्यो पनि कस्तो भन्दा हजुरले टिकटिङ सिस्टमको कुरा आयो, कलेज स्कुलमा मोड्युल युज गर्नुभयो नि त, मुडलहरू होइन। त्यो पनि वान टाइप अफ टिकटिङ सिस्टम हो। आइटीसँग कुनै लज गर्नुभयो होला, अनि आफ्नो रेगुलर डे टु डे काममा जस्तै वुलवर्थ होस्, मैले क्लिनिङकै काम, मैले आरएसएलकै कामको हालेर मैले फर्स्ट आइटी जब पाएको। त्यसमा चाहिँ मैले के एक्सप्लेन गर्थेँ भन्दाखेरि मैले यसरी सपोर्ट गर्थेँ कस्टमरहरूलाई होइन। मैले कस्टमर सपोर्ट उसमा आफ्नो कस्टमर सपोर्ट स्किलमा फोकस गर्नुहोस् होइन। ट्रबल सुटिङ केही न कहीँ त इन्भल्भ हुन्छ नि त हजुरको एउटा होम प्रोजेक्टमै होला, अनि त्योहरू इन्भल्भ गर्नु चाहिएको कुरा गर्नु पऱ्यो क्या। जस्तै जबहरूको मार्केटको डिमान्ड अब अहिले अब अरू मलाई सोध्नु भने मेरो बेलामा डिफ्रेन्ट थियो होला, अब अहिले अलिकति डिफ्रेन्ट होला। अहिले सिसिएनए चाहिन्छ नै भने गर्नु परिहाल्यो नि त, त्यो त त्यसमा सर्टकट खोजेर भएन। चाहिने कुरा चाहिँ गर्नु पऱ्यो क्या। अब रेज्युमे रिजेक्ट भइरहेछ, अब हजुरले 1 महिना भइसक्यो एप्लाई गर्नुभयो, आएको छैन भने त त्यो ड्याङ गएर एउटै रेज्युमे ड्याङ गरेर त्यो फाइदै छैन नि त। हरेक काम अब यो काम चाहियो भने चाहिँ त्यो काम अनुसार यो कामले के खोजिन्छ त्यो स्किल सेटलाई आफ्नो स्किल सेटमा कसरी म्याच गर्ने त्यही अनुसार रेज्युमे टेलर गरेर, अनि किवर्डहरू हुन्छ होइन, किवर्डहरू युज गर्ने, त्यो गरेर एप्लाई गर्नु पऱ्यो कि। अनि लिङ्क्डइन प्रोफाइलहरू अलिक राम्ररी बिल्ड गर्नु, किनकि के एस्पेक्ट हुन्छ नि हजुरले जसरी काम खोजिराख्नु भएको छ रिक्रुटरहरूले हजुरलाई खोजिरहेको हुन्छ कि लिङ्क्डइनमा। मेरो चाहिँ सेकेन्ड थर्ड जबको एक्सपिरियन्स चाहिँ त्यही छ कि। जस्तै मैले चाहिँ फर्स्ट स्टेज चाहिँ गर्नु परेन कि, उनीहरूले नै हाम्रोमा यो रोल छ अरू इन्ट्रेस्टेड भनेर आउँछ, त्यो भन्ने बित्तिकै हजुरको रेज्युमेबाट एप्लाई गर्ने स्टेप नै हट्यो क्या। यो डाइरेक्ट एउटा स्टेप अगाडि गइयो क्या, इन्टरभ्यूमा पुग्यो क्या। त्यसरी नै मैले लास्टको 2टा रोल चाहिँ पाएँ। अब त्यो बिल्ड गर्नुपर्ने कुराहरू गर्नु, सर्टकट चाहिँ नखोज्नु नै भन्छु, त्यही हो। हजुर ग्रेट। सो रिभाइज गर्नु पर्दाखेरि चाहिँ हार नमान्नु होइन, छिटो गरेर मात्र पनि पाइँदैन, अनि कहिले चाहिँ पेसेन्स भएर त हुनु पर्यो होइन। चाहिने कुरा गर्नु पर्यो। जस्तै अब डिमान्ड गरेर सर्टिफिकेसन भने डु इट होइन, दिलाउनु। एजुकेसन सँगसँगै स्किल पनि लर्न गर्नु होइन, चाहिने कुरा माएपछि गर्नै पर्यो होइन। अनि मेन थर्ड तपाईँले भन्नुभएको चाहिँ कम्युनिकेसन इज ए की। आई थिङ्क तपाईँ सिद्ध गरेर आई थिङ्क मैले 5-6जना जो सँग मैले यो यसरी अन्तर्वार्ता इन्टरभ्यू लिएको थिएँ होइन, उहाँले सबैले नै कम्युनिकेसन इज ए की होइन। सबैले टेक्निकललाई मात्र फोकस गरेर हुन्छ, बट कम्युनिकेसन तपाईँले नै भन्नुभयो नि, तपाईँको टेक्निकल एस्पेक्टहरू थिएन रेज्युममा, कति थिएन, त्यही पनि स्टिल तपाईँले जुन काम गरिराख्नु भएको थियो आरएसएल होइन, किनभने त्यसमा नै कम्युनिकेसन तपाईँले चाहिँ अलिकति त्यो रिफ्लेक्ट गराएर तपाईँले काम त पाउनु भयो नि त होइन। सो कम्युनिकेसन इज भेरी इम्पोर्टेन्ट होइन। एकदम राम्रो पोइन्टहरू भन्नुभयो। त्यसमा सानो क्वेसन है, मैले जस्तै यसमा मेन्टरसिप चाहिँ कतिको इम्पोर्टेन्ट हुन्छ? जस्तै आइटीमा काम गर्दाखेरि चाहिँ अब कसैको प्रपर गाइडेन्स भनौँ न, एउटा मेन्टरसिपको चाहिँ कतिको चाहिँ तपाईँले फिल गर्नुभयो, कसैले चाहिँ मलाई गाइड गर्दै भएको थियो होइन, ए सजिलै त रहेछ यति गाइड गरिदियो मैले पहिले पाउनु, त्यस्तो फिल भयो तपाईँलाई? हजुर अब जस्तै सुरुको अब 8-9 मन्थ नै काम नपाएर मैले अब अलिकति राम्रै गाइड भइदिएको भए चाहिँ त्योभन्दा अगाडि नै पाउँथेँ होला, अनि त्योभन्दा अगाडि पाएको अलिकति केही एडभान्टेज हुन्थ्यो होला। जस्तै गाइड चाहिँ हरेक मेन्टरसिप हरेक एस्पेक्टमा
एसेन्सियल हुन्छ क्या। अब त्यो आइटीमा भन्दा पनि अब जस्तै म सुरुमा आउँदाखेरि मलाई कसैले पनि लाइसेन्स यहाँको लाइसेन्स लोकल लाइसेन्स निकाल्नु चाहिँ यति इम्पोर्टेन्ट छ भन्ने कसैले पनि भनेन। अनि त्यति नभन्नाले जस्तै मेरो लाइसेन्स नै अब रिसेन्टली आएको हो के भनौँ न, म अझै ग्रिन फिजमा छु, आएको 7 वर्षमा म ग्रिन फिजमा छु। त्यो एउटा डिसएडभान्टेज त कहीँ कहीँ त हुनुहुन्छ नि त हजुर। त्यसले चाहिँ मेन्टरसिप चाहिँ अब हजुरमा आफैमा सेल्फ डिसिप्लिन छ, हजुरले आफै पुरै ड्यु डिलिजेन्स गरेर रिसर्च गर्न सक्नुहुन्छ भने चाहिन्छ भन्ने चाहिँ हुँदैन, तर हेल्प चाहिँ डेफिनेटली गर्छ कि मेन्टरसिपले। मैले यसमा चाहिँ म थोरै थपेको चाहिँ सकेसम्म चाहिँ आफू भन्दा जसले गरिसक्नु भयो होइन, उहाँहरू चाहिँ सजेसनहरू लिनु होइन। अब उहाँहरूले अब सबैले रिप्लाई नगर्न सक्ला, जस्तै मलाई पनि कति सोध्नु चाहिँ मैले टाइममा रिप्लाई गर्न सक्ला, तर when you ask होइन त्यसपछि मात्रै तपाईँलाई आउँछ। जस्तै मैले तपाईँलाई इन्टरभ्यू ल्याएँ त मैले सोध्ने त होइन, अब त्यो तपाईँको इच्छा थियो दिने नदिने होइन, तर हेजिटेट नहुनु होइन, रिच आउट गर्नलाई हुन्छ नि। आफ्नो आफूभन्दा ठुलोहरू जसले चाहिँ काम गरिसक्नु पर्छ उहाँहरूले सजेसन माग्नु होइन। रिप्लाई दिए ठिकै छ, नदिए पनि इट्स ओके होइन। तर हजुर त्यही त त्यसमा एड गर्दाखेरि चाहिँ अब सोध्ने पनि एउटा उस हुन्छ कि हजुरले आफ्नो पार्टबाट केही गर्नु भएको छैन, यतिकै नर्मल गएर मैले काम पाएन भन्नु त कसैले हेल्प गर्दैन। मैले एप्लाई गरेँ, मैले एप्लाई गर्दाखेरि यो यस्तो यहाँ भयो, म यो स्टेजमा पुगेँ, मेरो यो पार्ट चाहिँ कमजोर छ, मलाई यसमा हेल्प गर्नु भन्यो भने हजुर स्पेसिफिक हुनुभयो भने पो त्यो एप्लाई गर्ने मान्छेले नि हेल्प गर्नेले हेल्प गर्न सक्छ। भेग भएर मैले कामै पाएन भन्नुभयो भने त त्यस्तो भन्ने मान्छे 1000 हुन्छ, अनि 1000लाई नै त्यो सोध्ने मान्छे अर्को एन्डमा पनि त सोच्नु पर्यो होइन। हो त्यो अलिकति एक किसिमले डिसरेस्पेक्टफुल पनि हो कि, आफू चाहिँ जेरो गर्ने। मलाई धेरै आउँछ कि यस्तै रिज्युमहरू आउँछ होइन, अनि रिज्युम पनि यस्तो हुन्छ कि तपाईँको त्यो फन्टहरू पनि मल्टिपल कलर राखेर अनि फन्ट स्पेलिङ यति मिस्टेक हुन्छ होइन, ग्रामर मिस्टेक हुन्छ। अनि त्यो त अहिले त चाहिँ एआईको जमाना छ होइन, इट विल टेक लिटरली 5 minutes फर यु टु फिक्स दोज होइन। त्यति पनि एफोर्ट लाएन भने मैले चाहिँ किन एफोर्ट लाउने त होइन। त्यो कुरा चाहिँ आई एग्री है। त्यो रेस्पेक्टफुल भएर चाहिँ दाइ मैले यति गरेँ होइन, मैले यति गरेँ, मैले सबै गरिसकेँ होइन, अब कुन एस्पेक्ट चाहिँ ल्याकिङ छ एकछिन मेरो रिभ्यू गरिदिनु, हेरिदिनु त 5 मिनट भन्नु भने चाहिँ आई विल डेफिनेटली हेल्प होइन। तर पुरा रेज्युमे दिएछ अनि त्यो रेज्युमे पनि के पनि छैन होइन, जे पनि राखेको छ अनि आफैले स्पेन्ड गरेको छैन टाइम होइन, मैले यु कान्ट एक्सपेक्ट द्याट फ्रम एनीवन। सो ग्रेट। एनिवे थ्याङ्क यू सो मच रविजी वान मोर टाइम है। एकदम शनिबारको दिन वान्स अगेन आइदिनु भएकोमा कन्भर्सेसनलाई सो मच ग्रेटफुल म है भन्दै अहिले चाहिँ थ्याङ्क यू भन्न चाहे। हस्, थ्याङ्क यू सो मच, थ्याङ्क्स फर ह्याभिङ मी होइन। कसैलाई अब मसँग कनेक्ट हुनु छ भने लिङ्क्डइनमा कनेक्ट हुँदा नि हुन्छ, रवि पाण्डे नै छ नाम, टिकटकमा भए पनि हुन्छ। केही क्वेसन सोध्नु छ भने मलाई सोद्धा पनि हुन्छ होइन, म चाहिँ हेल्प गर्न एकदम रेडी, किनकि आफूले नि पाएको भएर। थ्याङ्क्स अगेन। थ्याङ्क यू एकदम सो मच है।